नेपाल राष्ट्र बैंकका गभर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलसँग हाल 16.5 करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको छ। गभर्नर नियुक्त भएपछि पौडेलले आफ्नो सम्पत्ति विवरण राष्ट्र बैंकमा बुझाएका हुन्। विवरण अनुसार उनीसँग घर जग्गा, सुन, गाडी, सेयर लगानी र नगद सम्पत्ति रहेका छन्। पौडेलले गभर्नरमा नियुक्त हुँदा 6वटा बैंक खाता सञ्चालन गरिरहेका थिए, जसमध्ये 2वटा डलर खाता पनि छन्। ती डलर खातामा कुल 4,516 अमेरिकी डलर छ भने बाँकी खाताहरूमा जम्मा 26,86,000 रुपैयाँ रहेको छ। ती बैंक खातामध्ये 3वटा पौडेलकै नाममा छन् भने बाँकी 3वटा खाताहरू उनकी पत्नी प्रतिभा शर्माको नाममा छन्। सम्पत्ति विवरणमा ती सबै नगद रकम स्व-आर्जन गरेको उल्लेख गरिएको छ। गभर्नरले प्रतिभा शर्माको नाममा ललितपुरको सैँपु र नवलपरासीको गैँडाकोटमा घरजग्गा रहेको उल्लेख गरेका छन्। त्यस्तै उनी 6वटा कम्पनीका संस्थापक लगानीकर्ता समेत हुन्। पौडेल सानिमा बैंक, सानिमा मिडल तमोर, ग्लोबेको प्राली, संयुक्त ऊर्जा हाइड्रो पावर, चिवन इनर्जी र सानिमा माई हाइड्रो पावरमा संस्थापक लगानीकर्ता रहेका छन्। ग्लोबेकोमा प्रतिभा शर्माको नाममा समेत लगानी गरिएको छ। सानिमा माई हाइड्रो पावरको संस्थापक सेयर भने उनले सर्वसाधारणमा रूपान्तरण गरिसकेका छन्। सम्पत्ति विवरणमा उनले आफ्नो सम्पत्ति पैतृक र स्व-आर्जन दुवै माध्यमबाट आएको स्पष्ट पारेका छन्। पौडेलसँग 15 लाख रुपैयाँ बराबरको हिरा रहेको उल्लेख छ। यद्यपि 45 तोला सुनको मूल्य भने विवरणमा उल्लेख गरिएको छैन। साथै उनीसँग सुजुकी कम्पनीको 4 पाङ्ग्रे गाडी पनि रहेको उल्लेख छ।